म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्धो हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जित तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा 30 मैले बुझे एउटा चीज यो संसार छ विचित्र समय रहेछ बीच लक्ष्य बोकी हिँड्दा हुन्न गन्तव्यको पीर सत्य नस्वीकार्नु नै हो असत्यको जित दौडिँदै आए म तर्फ कठिनाइ र बाधा मैले पहिलो चोटि भुइँमा आफ्नो बानी सार्या दिन बानी परिसक्यो हान्ने दामी खालको डिस साह्रै मिठो लाग्ने मलाई सानैदेखि बिफ भोटेको छोरा हुर्के गोरेटो खोला अनि गोरु ढाली खाने त झन् जातले पाएको सिप मैले काठको भारलाई बुझे जुङ्गा दारी बढ्या दिन मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढ्या दिन आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो मेरो आमा बाउको छालामा चाउरी पर्या दिन छातीको चोटको दुखाइ हुन थाल्यो कम मलाई धुवा अनि शराब तान्ने बानी पर्या दिन म राजकुमार भन्दा पनि गुलाम बन्न तयार मेरी प्यारी आमा महारानी बन्या दिन म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाउआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचनको पक्का जतन नगर्दा यो कलमको वजन रहेन ओ मेरो भगवान आई बचाऊ मलाई सकिन तिमलाई मनमा मैले सजाउनलाई कोपिला सरी थिए फुलिरहेको मलाई छुट्टाइ लग्यो मन्दिरमा चढाउनलाई सायद भनिन आहा तर गरिन डाहा जमिनमा राखी पाइला जुनलाई तरिन आँखा जानेर आफ्नै बाउमा बन्चरो हाने तर झुक्केर नि कसैलाई म बनिन बाधा आँखामा सपना यो खल्तीमा गाँजा निकाल्न खोज्छु यादहरू मस्तिष्कबाट घरतिर आमा बाउले पर्खिरहेका होलान् तर छोरा फेरि कुलतिरै फर्किन लाग्छ साथीभाइसँग मेरो भयो मनमुटाव म मर्नु अघि नै मलाई गर्नु माफ आत्महत्या गर्ने मैले धेरै चोटि सोचे तर गर्न सकिन मैले यो अर्को पाप 40 डिग्री खाडीको चर्को घाम ट्यापे गजेडी मेरो अर्को नाम आज विदेशीको जुठो भाडा मोलिरहेको छु पहिला लाज लाग्थ्यो गर्न आफ्नै घरको काम